भिडियो पुरा भिडियो फोटो हाल्नु पर्छ सर बितिर सर उतो जाँदा गाडीको टायर पनि यस्तै भयो भने त सोच्यो होला त्यहाँ फेरि यस्तै छ त बाटो सन्तोष भाइ म बिराटमा आएको छु त्यहाँ घोडी माथि रहेछन् परशुरामकन जानु पर्दैन घोडी कि भन्दै त तल फोन लागेन बाबुलाई हामी अहिले कनकसुण्डी गाउँपालिका वडा 6 को विराटमा रहेको टावरमा जान लागेका छौँ। चैते दसैँ भए पनि सेवा गराकीले 3-4 दिन हुँदा पनि चाहिँ टेलिफोन सेवाबाट चाहिँ वञ्चित भएका छन् र हामी सोही वडाका कनकसुण्डी गाउँपालिका वडा 6 का वडा अध्यक्ष र म सहित विराट टावरमा जाँदैछु। बिहान हामी 5 बजेतिर निस्केको, अझ पनि चाहिँ टाइम 1-1.5 घन्टा फेरि लाग्ने भएकोले के छ अध्यक्षज्यू, अब 3-4 दिन भइसक्यो भनिरहेछन् टावर के छ, टावर बिग्रिरहेको छ भन्छन्, के छ यहाँको स्थानीय तहले चाहिँ के कस्तो पहल चालिरहेको छ? जसको लागि सुमन्ने गाउँपालिका र हामी बसेर कार्यपालिका बसेर हामीले सल्लाह भयो किन यति अब के भएको छ टावर भनेर सबै ठाउँबाट फोन आउँदाखेरि टावरले नेपाल टेलिकमले पनि सोधेको थियो। यसमा अब धेरै पुरानो 8-10 वर्ष भयो, ब्याट्रीहरू सोलरको कारणले राष्ट्रिय लाइन पिटाउन सकिएको छैन। सोलरको कारणले अब केही स्विचहरू आफै झऱ्यो होला, त्यो कारणले धेरै भयो। व्यस्तता कारणले अनुभव भएको व्यक्ति त्यति अब त्यो टेलिकमबाट कोही नआएको हुनाले त्यति अनुभव नहुनाले हाम्रो टेकमालजीलाई अलिकति केही पहिला यो टावर हामीले बनाउँदाखेरि उहाँले चाहिँ पहिल्यैबाट एकदमै मिहिनेत गरे हुनाले पात्रासी पुग्नुभयो, तपाईँ कुडारीको टावरमा पुग्नुभयो, तपाईँको यो पातर खोलाको माथिको टावरमा यहाँ सबै समन्वय गर्दाखेरि उहाँले अनुभव छ। यो पनि अब उनको बाबु बितिया थिए टावरको टुप्पामा गएर त्यो हाम्रो 30 मिटरको टावरमा पनि धेरै मिहिनेत गरिरहेको थिए उनलाई जाऊ भन्दाखेरि मैले उनले पुरानो सेवा सुविधा चाहिँ नपाएको हुनाले चाबी मसँग छ तपाईँ लैजानुहोस् भन्नुभयो। उहाँले जान नमानेपछि अब मैले रिक्वेस्ट गरेर उहाँलाई जाइदिनुहोस् अहिलेको लागि, पछि त्यो टेलिकमबाट हुन्छ या गाउँपालिकाबाट हुन्छ उहाँको पाउने पार्समले चाहिँ पहल गरौँला नगर्नुहोस् भनेर। यो राष्ट्रिय लाइनको चाहिँ के कुरा भइरहेको छ, पहल भइरहेको छ? यो यहाँ टेलिकमले चाहिँ तान्ने भनिरहेको छ कि यहाँको स्थानीय सरकारले तान्ने भनिरहेको छ? के छ राष्ट्रिय लाइनको चाहिँ छोटो रूपमा भनिदिनु न। पहिला चाहिँ हामीले राष्ट्रिय लाइन चाहिँ हामीले यही हाम्रै कनकसुन्दरी 6 कै आफ्नै हिसाबले तानौँला भन्ने सोच गऱ्यौँ। त्यति चाहिँ राष्ट्रिय लाइनको लागि टेलिकमले आफै तान्ने भनेर अलि ढिलो भएको छ, ढिलासुस्ती भएको छ। राष्ट्रिय लाइन यो आज यो टेलिकम गएको चाहिँ कति दिन भयो होला? करिब चाहिँ 5 दिन जति भयो। तपाईँ कनकसुन्दरीको यता पारी भागमा र 4, 5, 8तिर र 7मा चल्या छ। 1 नम्बर, 6 नम्बर र 3 नम्बर चाहिँ वञ्चित छ। 3 नम्बर त्यो पालिका भएकै ठाउँ चाहिँ वञ्चित भएको छ अहिलेसम्म भएको हुनाले अब यसको लागि हामीले सक्दोसम्म आज चैते दसैँको बिहान 5 बजे हिँडेर हामी जसरी हुन्छ आज त्यो के बिग्रिया छ टेलिकमसम्म सोधेर र टेलिकमबाट सल्लाह लिएर हामी त्यही अनुसारले अब के बिग्रिया रहेछ हेर्न। हुन्छ, हस्, तपाईँलाई धन्यवाद छ। किनभने यस्तो चैते दसैँको बेला चाहिँ घरमा चाहिँ रमाइलो गर्ने बेलामा चाहिँ तपाईँहरू चाहिँ यहाँ आउनुभएको छ। यस्तो वडा अध्यक्ष चाहिँ हामीले चाहिँ पाउँदैन काहीँ पनि होइन। आज चाहिँ बिहान 5 बजे चाहिँ हिँडेर आउनुभएको छ यस्तो उकालोमा र करिब चाहिँ 3 घन्टाको बाटो चाहिँ हिँडेर आउनुभएको छ। ल हस्, धन्यवाद। धन्यवाद हजुरलाई पनि। भिडियो पुरा भिडियो फोटो हाल्नु पर्छ सर बितिर सर उतो जाँदा गाडीको टायर पनि यस्तै भयो भने त सोच्यो होला त्यहाँ फेरि यस्तै छ त बाटो।